सबैलाई लाग्छ होला इन्द्रेणी के हो भनेर। अब सुन्नुहोस्, परमेश्वरले भन्नुभयो जुन करार मेरो र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीहरूको बीचमा सबै पुस्तकसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ, म बादलमा मेरो इन्द्रेणी राख्दछु र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। जहिले जहिले म पृथ्वीमा बादल फिजाउँछु र बादलमा इन्द्रेणी देखा पर्छ। मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिले सबै प्राणीलाई नाश गर्न प्रलय ल्याउने छैन। जुन बेला बादलमा इन्द्रेणी देखा पर्छ म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु जो परमेश्वर र पृथ्वीका सबै जीवित जीवातसँग बाँधिएको छ। यसरी परमेश्वरले नोआलाई भन्नुभयो मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो, यसकारण इन्द्रेणी यही हो।